नमस्ते, यहाँहरु सबैजनालाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी जाँदैछौँ बेन्डिगोको द ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासन र आज हामीसँग हुनुहुन्छ आमा अल द वे फ्रम नेपाल। त्यसैले आमालाई चाहिँ पहिलो भ्रमण हामीले स्तूपाबाटै गर्न चाह्यौं र यो स्तूपा चाहिँ हामी बस्ने मेलबर्न सहरभन्दा 160 किलोमिटरको दूरीमा रहेको छ र यो बेन्डिगो सहर पुग्नलाई 2.5 देखि 3 घण्टासम्म समय लाग्न सक्छ। ल आजको भ्लगमा हामी सँगसँगै तपाईहरु पनि स्तूपा भ्रमण गरौँ है त। हामी चाहिँ यहाँ गुम्बामा आइपुग्यो टक्क लाएर। हाम्रो सृजना अगाडि छ। यही हो ल अस्ट्रेलियाको सबैभन्दा ठुलो गुम्बा। अहिले चाहिँ हामी यहाँ जाँदै हो गुम्बामा। के बनाइरहेछ रे आमा? लासा। आजको मोडल आमा हो नि त, हामी त एसिस्टेन्ट मात्र हो। आमाजी यहाँनिर ल प्रार्थना गर्दैछ। घुमाएकोमा धेरै धेरै धन्यवाद। गुम्बातिर लिएर घुमाउनु भयो। सुखी जीवन होस्, सुखी जीवन नहोस्। यहाँनिर यो बक्सभित्र अलि छिराउनु न। अहिले नयाँ बनाउँदै रहेछ, हामी त भनेको थिएन। Committee, yeah. A committee owns it, yeah. हाम्रो आमाले यहाँ पानी चढाउँदै हुनुहुन्छ गुम्बाभित्र। यस्तो चाहिँ यहाँको अस्ट्रेलियाको सबैभन्दा ठुलो गुम्बा भित्र चाहिँ।
ए हावा चाहिँ सरर चलिरहेछ हामी तिनजना घुम्न आएको छु यता गुम्बातिर त्यो सबको यहाँनिर आफ्नो नाम छ कि आफ्नो बितेको मान्छेहरूको सम्झनामा बनाएको हो क्या यो चाहिँ के खान्छ रे आमा के को के यो त रोजमेरी हो कस्तो मिठो हुन्छ आम्मामा कस्तो हावा लागेको है कस्तो लाग्यो त अनि एकदम राम्रो लाग्यो छोरो खुसी लाग्यो आमाको मन एकदम खुसी भयो धन्यवाद मेरो छोरालाई रोकास गर्नलाई सन्तोषी दिएको फेरि आमा छोरा यसरी घुम्नु पाओस् बुहारीसँग यसरी घुम्नु पाओस् ओके छ त डिसेन्डर चाहिँ एक किसिम आउँछ मदर राइस हरियो चक्की अहिले चाहिँ 5 बज्यो त्यही भएर हामी चाहिँ स्तूपाबाट बाहिर निक्ल्यौँ स्तूपा जेनरली 5 बजे बन्द गर्नुहुन्छ अनि भित्रको मेन मन्दिर चाहिँ पौने 5 बजेतिरै बन्द गर्नुहुन्छ त्यसैले 5 बज्नु अगाडि नै पुग्नु होला हामी चाहिँ आइपुग्यौँ यहाँ अन द वेको सर्भिस स्टेसन एकछिन म्याकडोनल्ड्समा कफी खान्छौँ मेरो चाहिँ मोका कफी आमा र विधानको चाहिँ चाय लाटे आमाले कफी खानु भयो कस्तो रहेछ के खाना रे आमा ल अब चाहिँ खाजा खाएर पनि सकियो हामी घरतिर लाग्छौँ आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु तपाईहरुलाई फेरि भेटौँला थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो बाई